अब आउने चुनावमा हामीले सिधै 40,000 मतले जित्नु पर्छ। यदि हामीले एकलौटी सरकार चलाउन सक्यौं भने यो कर्णालीमा कोदो जौ फापरको उत्पादन हुँदैन, सिधै हिराको खेती हुन्छ। हिराको मन्त्रीज्यू, हामीले तपाईलाई पटक पटक जिताएर हामीले के पायौं? मलाई जिताएर के पायौं रे? म जस्तो एउटा होनार मन्त्री पाएको छैनौ तिमीहरूले। नेताज्यू, तपाईले खै बाचा गरेको? पहिला त चुनाव जित्नुभन्दा अगाडि खुब ठुला ठुला धाकधम्की देखाउनुहुन्थ्यो। पानीको विकास ल्याउँछु, स्वास्थ्य चौकको विकास ल्याउँछु, खै तपाईको विकास? ए पाजी, मैले त्यही भएर त भनेको त हामीलाई बहुमतले जिताऊ। अब एकलौटी सरकार चलाइसकेपछि यस्ता स्वास्थ्य चौकी यो जंगलको रुखको जनसंख्या भन्दा बढी गराइदिन्छु। अनि पानीको कुरा गर्छस्, सिधै पश्चिम महासागरबाट पाइपबाट ल्याइदिन्छु। भएन? तपाई जस्तो मन्त्रीले के राम्रो मन्त्री भन्ने? जहाँ तपाईको खानेपानीको विकास छैन, जहाँ तपाईले स्वास्थ्य चौकीको विकास छैन, तपाईले डाँडा डाँडामा गएर भ्यू टावर बनाउनु हुन्छ। तपाईले स्वास्थ्य चौकी र खानेपानीको विकास ल्याउनुस्, तपाईले बल्ल राम्रो मन्त्री भनेर चिनिन्छ। चुप लाग पाजी, भ्यू टावर भएर के हुँदैन? मन्त्रीज्यू, मेरो भाउको नै लिदियो न मन्त्रीज्यू। मेरो भाउ लास्ट बिरामी भयो मन्त्रीज्यू। मन्त्रीज्यू लिदियो ब काका राइका हुँदैन। के भन्दै हुनुहुन्थ्यो अरे तपाईले? भ्यू टावर भएपछि कति फाइदा छ तपाईलाई थाहा छ? जब भ्यू टावर भइसकेपछि देश विदेशबाट पर्यटकहरू आउँछन्, त्यहाँबाट हामीले पैसा पुला थाप्यौँ कि नै? खै बुद्धि, त्यत्तिकै नेता भइन्छ, पैसा पुला खेलाउन मिल्छ। तपाईहरु धैर्यता गर्नुहोस्, नआत्तिनुहोस्। जहिले पनि प्रतिष्ठाको बल मिठो हुन्छ। तपाईको खेत पिच गरिदिन्छु। घर घरमा दुईटा हेलिकप्टर ल्याइदिन्छु। मन्त्रीज्यू, भाउ मन्त्रीज्यू, मेरा भाउको सदरमुकाम ल्याइदियो। मन्त्रीज्यू, भाउ क्या भइगयो? भाउ आँखा खोल्दै भाउ